छु, म पण्डित छु, म ज्ञानी छु, सबै कुरो मैले जाने छ, अरूको कुनै उपदेश ज्ञानको मलाई आवश्यक छैन भनेर भन्छ भने त्यो विद्वान होइन, त्यो महामूर्ख। किनभने ज्ञान हर व्यक्तिमा हुन्छ, कसैमा विशेष होला, कसैमा थोरै होला। त्यस हुनाले विद्वान कसलाई भनिन्छ? जसले साधारण व्यक्तिबाट पनि ज्ञान लिन सक्छ भने त्यसलाई विद्वान भनेर भनिन्छ। त्यस हुनाले ज्ञान सबैको लिनुपर्दछ। जस्तै एउटा दृष्टान्त म दिन्छु। एउटा बौद्धिस्ट रहेछन्, गौतम बुद्धले जस्तै ज्ञान प्राप्त गरेका रहेछन्। पर्वतको माथि ठुलो चट्टानमा बसेर ध्यान गर्दा थिए र यी ज्ञानी छन् भनेर सारा भिक्षुकहरू ज्ञान लिन भनेर गए। ज्ञान लिन गएपछि ऊ ज्ञान दिँदै दिँदै गयो। एउटा साधारण गरिब भिक्षुक रहेछ, ऊ त अब मजदुरी गरेर खाने, उसलाई फुर्सद रहन्छ। एक दिन समय निकालेर ऊ पनि गयो, तर ऊ एक्लै गएछ त्यो दिन। अब त्यो जङ्गलै जङ्गल थियो, वरिपरि माथि पहाड चढ्नु पर्ने। जङ्गलमा पुगेपछि उसलाई यसो हेरेछ, बाघ आएको रहेछ। उसको त सातो गइहालेछ। ऊ एकदम पसिना आयो, थरर काम्यो, सास छोटो छोटो भएको छ। उसको बेचैनी भयो। बेचैनी भएपछि कसो